हेलो भ्युअर्स, आज फेरि लङ टाइम पछि चाहिँ एउटा फेरि अर्को भिडियो लिएर तपाईहरुमा आज उपस्थिति भइसकेको छु हैन। अब के हो कस्तो भिडियो त्यो अब भन्नु पर्दैन होला, पक्कै तपाईले थम्बनेल क्लिक गरिसक्नु भएको होला। र तपाईलाई चाहिँ सर्वप्रथम त म अलिकति माफी माग्न चाहन्छु, किनकि अलिकति लङ टाइम पछि चाहिँ भिडियो हालेको छु। अलिकति कार्य व्यस्तताको कारणले गर्दा भिडियो हाल्न पाएको थिएन। अब चाहिँ सकेसम्म चाहिँ अलिकति कन्टिन्यू दिनेछु यो बाचा चाहिँ मैले तपाईहरुलाई गर्दै। आज चाहिँ हामी प्यान इन्डिया मुभीको नयाँ टिजर चाहिँ नाम चाहिँ आदिपुरुष हैन, जुन चाहिँ रामायणमा बेस छ। सो हामी चाहिँ अब बचपनदेखि नै रामायणहरु सुन्दै र हेर्दै आइरहेका छौं र त्यो कारणले गर्दा चाहिँ अलिकति हामीलाई ज्ञान छ र सायद यो मुभीले अझ थप ज्ञान दिनेछ भन्ने चाहिँ आशा लागिरहेको छ। र अब यति भन्दै अब पनि धेरै गफ नगरौं हैन, कति बोलेको भन्नु होला। अब चाहिँ भिडियो तर्फ लागौं है त। ल प्रभासको फ्यानहरुलाई त नराम्रो लाग्ला हैन, तर खै मलाई चाहिँ राम बनेको उसमा चाहिँ अलिकति जस्तो बाहुबलीमा हामीले हेरे थियौं नि त, कस्तो जचेको त्यो उसैको लागि बनेको जस्तो भइरहेको थियो कि त्यो क्यारेक्टर चाहिँ सायद अरु कसैले गर्न सक्दैन जस्तो भएको थियो। तर खै के न के नमिले जस्तो लाग्यो है। तर मेरो पोइन्ट अफ भ्यूमा अब तपाईलाई कस्तो लाग्छ त्यो चाहिँ कमेन्ट गर्नु होला है। त्यो युगमा अब रामले कहाँबाट भारत भन्यो होला त हैन, त्यसो भए त तेरो माइत त्यहाँ सीताको माइत नेपालतिर पनि यसो रेखदेख गर्नु भन्यो होला अझ हैन। जो कुछ भी एनिमेसन चाहिँ बढी नै राख्दै जस्तो छ कि त्यसमा चाहिँ धासु नै छ, तर राम्रो छ हैन, एकदम राम्रो छ। हामीले चाहिँ अब तर एउटा कुरा चाहिँ के हो भने हामीले चाहिँ अब सानोदेखि नै अब महाभारतका कहानीहरु सुन्दै आएको कारणले गर्दा धेरै कुराहरु नथाहा पाए पनि केही कुराहरु चाहिँ थाहा छ के। अब जस्तै जतिबेला म अझै पनि अलिअलि याद छ, जतिबेला म सानो हुन्थ्यो नि, एउटा हाम्रो छिमेकी हुनुहुन्थ्यो, म नाम चाहिँ लिन चाहेन, उहाँले चाहिँ एउटा रामायणको पुरा सिडी नै लिएर आउनु भएको थियो के। अनि हामी चाहिँ लगभग डेली जान्थ्यौं हेर्न, अनि कति अध्याय हो भन्ने। तर त्यतिबेला चाहिँ थोरै चाहिँ हामीलाई रिमेम्बर छ कि तिनी कुराहरु चाहिँ। र त्यो कुरा र अहिले योहरुमा हुन्थ्यो एउटा मुभी र अब 3 घण्टा अथवा 2.5 घण्टामा सबै कुराहरुलाई चाहिँ देखाउनु पर्ने हुन्छ। सायद त्यो कुराले पनि कतिपय कुराहरु चाहिँ ओभर भयो होला, कति कुरा कम भयो होला। अब यिनी के कम भएको छ के बढी भएको छ यो सबै अब हेर्न र बुझ्नको लागि त हामी अब फिल्म हेर्न जानै पर्ने हुन्छ। सो यति भन्दै आजको भिडियो म यही अन्त्य गर्छु। फेरि पनि नयाँ भिडियोको साथ अर्कोचोटि फेरि भेट्ने छु यो बाचाको साथ। अब भने छुट्टिन्छु। हस्त बाई, गुड नाइट।